मित्रहरू नमस्कार। यो बाँडिदिनु होला। फेवाताका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको पछिल्लो पटक 2080 3 महिनासम्ममा नेपाल सरकार, प्रदेश सरकार, पोखरा महानगरपालिकाका नाममा उत्कृष्टतायुक्त परमादेश दिएको थियो। सम्मानित सर्वोच्च अदालतको रिट नम्बर 067W01241 को उत्प्रेषणयुक्त परमादेशमा उल्लेख गरिएका मुख्य बुँदाआदेश प्रकार रहेका छन्। फेवाताको दीर्घकालीन संरक्षण र सम्वर्धनका लागि फेवाताको जग्गा जो कोही व्यक्ति वा संस्थाको नाममा दर्ता गराएको भए पनि सो दर्ता बदल गरी फेवाताको नाउँमा कायम गरी फेवाताको हाई फ्रन्ट बिन्दुको सिमानाबाट 65 मिटरको सबै खाले व्यक्तिगत, सरकारी, गैर सरकारी सहित सम्पूर्ण भौतिक संरचना, त्यस क्षेत्रमा रहेका व्यापार, व्यवसाय, अफिस, घर, होटल, रेस्टुरेन्ट, रिसोर्ट सहित सबै संरचना हटाउनु, त्यस क्षेत्रमा कुनै व्यापार व्यवसाय गर्न नदिनु, अनुमति नदिनु, अनुमति प्रदान गरेको भएर रद्द गर्नु, फेवाताको हाई फ्रन्ट वर्षायानको उच्चतम बिन्दु सिमानाबाट 65 मिटरको क्षेत्रमा सम्पूर्ण रूपमा हरियाली क्षेत्र कायम गर्नु गराउनु। 2. फेवाताको वरिपरि वर्षायानको उच्चतम पानीको हाई फ्लड किनाराबाट 65 मिटरसम्मको क्षेत्रफलमा रहेका घर, भवन, व्यापार, व्यवसाय, होटल, रेस्टुरेन्ट, रिसोर्ट आदि तथा अन्य सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना यो आदेश प्राप्त भएको मितिले 6 महिनाभित्र अनिवार्य रूपमा हटाई खाली गर्नु गराउनु र उक्त 65 मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्ण रूपले हरियाली क्षेत्र घोषित गरी सोही बमोजिम गर्नु गराउनु। 3. फेवाता संरक्षित जलाधार घोषणा गरिएको क्षेत्र भएकोले फेवाताको स्रोत मुहानदेखि यसको जलाधार क्षेत्रको संरक्षणका लागि भू तथा जलाधार क्षेत्र संरक्षण ऐन 2039 तोके बमोजिम कार्य गर्नु गराउनु। 4. फेवाताको विक्रमसम्म 2018 सालदेखि विक्रमसम्म 2031 सालसम्म कायम रहेको जग्गाको मुआवजा सम्बन्धी विवाद रहेको विवाद समेत देखिएको नदेखिएको र भए सोही समयमा टुङ्गिएको मानिनुपर्ने तालको जग्गा र सोको डिल नेपाल सरकारको सरकारी जग्गा भएको र मालको दान 2034 तथा 24/2 बमोजिम फेवाताको नाममा रहने गरी नेपाल सरकारको नाममा कायम गर्नु गराउने। 4. 5. विक्रमसम्म 2018 सालको तालको जग्गा ऐलानी, पर्ती वा अन्य प्रकारका सार्वजनिक जग्गा बाहेक 2032-33 सालको नापीभन्दा पहिलेदेखिको साबितकर्ता श्रेष्ठता तिरो निरन्तर भोग रहेको हकमा भने फेवाताको वर्षायामको उच्चतम पानीको बिन्दु हाई फ्लड पोइन्टको किनाराबाट 65 मिटरको मध्यवर्ती हरियाली क्षेत्र कायम गर्नका लागि आवश्यक पर्ने विक्रमसम्म 2018 सालदेखि विक्रमसम्म 2031 सालसम्म कायम रहेको ताल र तालको डिलभन्दा बाहिरको जग्गाको हकमा मात्र कानुन बमोजिम मुआवजा दिनुपर्ने देखिँदा सो पहिचान गरी उचित मुआवजा दिने व्यवस्था मिलाउनु। 6. परमादेश पश्चात पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा माननीय मुख्यमन्त्रीको संयुक्तमा पोखरा महानगरपालिका, प्रदेश सरकारका मुख्य सचिव, मुख्य महानिर्देशक, प्रधानपति, प्रमुख जिल्ला अधिकारी, ताल विकास प्राधिकरण, गण्डकी प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी नायक, महानिरीक्षक मुक्तिनाथ बाहिनी, राष्ट्रिय अनुसन्धान कार्यालय गण्डकी र पोखरा महानगरपालिकाका प्रमुख प्रशासनिक सदस्य रहने गरी फेवाता संरक्षणलाई सर्वोच्च अदालतको फैसला कानुन सहजीकरण समिति गठन हामीले गरेका छौँ। उक्त समितिको मातहतमा रहने गरी मिति 2080 10 महिना 11 गते बसेको समितिको बैठकले फेवाताको सीमाङ्कन गरी प्रतिवेदन पेश गर्न प्राविधिक उपसमिति सहित विभिन्न समितिहरू गठन गरेको थियो। उपसमितिले फेवाताको सिमाना एकिन गर्नका लागि डिफरेन्ट ग्लोबल कोस्टिङ सिस्टम र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण सम्पन्न गरिएको छ। यस सर्वेक्षणको क्रममा 29वटा मुख्य आधार बिन्दुहरूमा 40 सेन्टिमिटर उचाइका पिलरहरू जमिनको निकालिएको र यसको आधारमा 9000 नियन्त्रण बिन्दुहरू कायम गरिएको छ। फेवाताको तालघर र 65 मिटरभित्रको क्षेत्र एकिन गरिएको सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत 10 वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवाताका नक्साहरूको